हेर्नुस् यहाँ मलाई यौन सम्पर्क गर्दा लिङ्ग चाहिँ खानै पर्छ नभए मजा हुँदैन भनेर भन्नुभएको छ कि सबै महिलाहरूले चाहिँ यस्तै फिलिङ राख्नु पर्छ क्या। बाहिरको मान्छेहरूसँग थोरै यौन सम्पर्क गर्ने हो, आफ्नै पार्टनरसँग त गर्ने हो नि। कि त उनीहरूको अब हरामुनि नजानु, कि त उनीहरूसँग यौन सम्पर्क नै नगर्नु होइन। र यौन सम्पर्क गरिसके पछाडि चाहिँ आफ्नो पार्टनरहरूसँग खुलेर त यौन सम्पर्क गरून्। लाइट बन्द गरेर यौन सम्पर्क गरेको के यौन सम्पर्क गराइ के? दुईजनाले अनुहारमा अनुहार हेरेर आँखामा आँखा जुदाएर उनीहरूलाई मस्त तरिकाले मसाज गरेर एकअर्काको अंगहरू खाएर एकदमै चिप्लोपनाहरू निकालेर अनि बल्ल पो यौन सम्पर्क गर्दा मजा हुन्छ त। लुकीछिपी यौन सम्पर्क गर्नाले तपाईहरुको घर परिवारमा के प्रब्लम आउँछ थाहा छ? श्रीमतीको कुरा पनि राम्रो तरिकाले श्रीमानले बुझिदिन्नन् र श्रीमानको कुरा पनि राम्रो तरिकाले श्रीमतीले बुझिदिन्नन् के। जबसम्म तपाईहरु चाहिँ जब एउटा यौन सम्पर्क गर्नको लागि नै तपाईहरुले आफ्नो मन दिल खोल्नुहुन्न भनेदेखि तपाईहरुको मन चाहिँ आफ्नो पार्टनरसँग कसरी खोल्नुहुन्छ, तपाईहरुको मनभित्रको कुरा आफ्नो श्रीमानसँग चाहिँ कसरी शेयर गर्न सक्नुहुन्छ? पहिला चाहिँ तपाईहरुले यौन सम्पर्क गर्दा सबै कुरा खोल्नुस्, तपाईहरुको मन खोल्नुस्, मस्तिष्कलाई खोल्नुस् अनि त्यसपछि तपाईहरु चाहिँ बल्ल तपाईहरुको पार्टनरसँग सबै कुरा खोल्न सक्नुहुन्छ। अनि तपाईहरुको पार्टनर श्रीमानले पनि श्रीमतीसँग सबै कुराहरू खोल्नुहुन्छ के। यो लिङ्गलाई खाने यो गर्ने भन्ने नराम्रो होइन क्या। मात्र तपाईहरुको चाहिँ प्राइभेट अंगहरू चाहिँ सफा भएको हुनु पर्यो। तपाईहरुले त्यो खाँदा न त क्यान्सर लाग्छ तपाईहरुलाई, न त एचआईभी लाग्छ। यदि तपाईहरुले चाहिँ बाहिरको परस्त्रीहरू अथवा परपुरुषहरूको खाँदाखेरि पो अलिकति लौ अब यसमा भिरिङ्गीहरू यताउता केही छ कि, केही प्रब्लमहरू छ कि, केही नयाँ रोगहरू छ कि भन्ने कुरा आफ्नै पार्टनरको खाँदा पनि के भने के अझ भएन भनेर अहिले त कन्डम कम्पनीले पनि डाइरेक्ट लिङ्ग खाँदाखेरि महिलाहरूलाई चाहिँ घिन लाग्ने भएको हुनाले मुखमैथुन गर्दैनन् भनेर कन्डम कम्पनीले पनि थरी थरीको चाहिँ पुरा फ्लेभर राखेर चाहिँ कन्डम निकालेको छ। स्ट्रबेरी फ्लेभर, चकलेट फ्लेभरहरू, ओरेन्ज फ्लेभर होइन। अब यस्ता थुप्रै फ्लेभरहरू भएका कन्डमहरूलाई चाहिँ तपाईहरुले आफ्नो पार्टनरको लिङ्गमा राखेर चाहिँ तपाईहरुले मुखमैथुन गर्न के गाह्रो भने के। यस्तो तरिकाले हो कि यौन सम्पर्क गर्ने भनेको। अनि तपाईहरुको चाहिँ मेन गल्ती चाहिँ के छ भन्दा श्रीमानले यौन सम्पर्क गर्दाखेरि तपाईहरु चाहिँ तलतिर सुतेर मात्रै बस्नुहुन्छ के, कुनै रियाक्सन नै दिनुहुन्न के। अनि भोलिपल्टदेखि तपाईहरुको श्रीमानले चाहिँ यदि कुनै दिन बाहिर कुनै केटीहरूसँग गएर यौन सम्पर्क राख्यो भने, झुकिएर पनि बाहिर गएर यौन सम्पर्क राख्यो भनेदेखि त्यो केटीहरूले जब पोज बाई पोज चाहिँ पुरा तपाईहरुको श्रीमानहरूसँग यौन सम्पर्क गर्छ नि, त्यस पछाडि तपाईहरुको श्रीमानले नि तपाईहरुको अगाडि चाहिँ तपाईहरुलाई देख्दाखेरि के तपाईहरुको यौनीलाई देख्दाखेरि पनि उनीहरूको लिङ्ग अलिकति पनि यस्तो गरेर पनि उठ्दैन के, याद राख्नु होला है। त्यसैले आफ्नो श्रीमानहरूसँग चाहिँ मन खोलेर यौन सम्पर्क गर्नुहोस्। किनकि अहिले पछिल्लो समयमा घरभित्र यौन सन्तुष्टि पाउन नसकेर चाहिँ बुढाबुढीहरूको डिभोर्स चाहिँ धेरै भएको छ के। अब हुन सक्छ उनीहरूको अरू कुनै न कुनै प्रब्लमहरूबाट पनि हुन सक्छ, पर्सनल मामला होइन, तर केही न केही हदसम्म भएका पनि डिभोर्सहरू चाहिँ यौन सम्पर्कमा सन्तुष्ट नभएर पनि त हुन्छ नि त होइन। त्यसैले चाहिँ तपाईहरुको पर्सनल कुरामा डिभोर्स भएको छ भनेदेखि त मेरो भन्नु केही पनि छैन, त्यसलाई चाहिँ अलिकति बुझ्ने कोसिस गर्नुहोस् होइन। र यदि तपाईहरुले आफ्नो पार्टनरहरूलाई यौन सन्तुष्टि दिन सक्नु भएको छैन र यौन सम्पर्कको बारेमा डिभोर्स हुँदैछ भने चाहिँ अलिकति मन खोलेर यौन सम्पर्क गर्दैमा उनीहरू सन्तुष्ट हुन्छन् भने यसमा गलत कहाँ छ कि? गलत के छ यसमा? सोच्ने मान्छेहरू हो कि गल्ती भनेको। हामी यो जुन भन्ने मान्छेहरू गल्ती होइन, हेर्ने मान्छे, सोच्ने मान्छे, यो मेरो भिडियो हेर्दाखेरि सोच्ने मान्छे गल्ती हो के। नेगेटिभ तरिकाले हेरे पछाडि त नेगेटिभै तरिका भइहाल्छ नि त। पोजिटिभ तरिकाले हेर्नुहोस् न। नेगेटिभ तरिकाले हेर्नुभयो भने अहिले यो भिडियो हेर्दा हेर्दै लिङ्गमा र तपाईहरुको योनिमा पनि अहिले अब यो भिडियो हेर्दा हेर्दै पनि चिप्लो पानीहरू आउँछ अनि म पनि तपाईहरुको नजरमा चाहिँ नराम्रो हुन्छु क्या। जे कुरा पनि पहिला राम्रो तरिकाले हेर्नुहोस् अनि आफ्नो पार्टनरहरूसँग पनि एकदमै खुलेर यौन सम्पर्क गर्नुहोस् के।